नमस्कार साथीहरू, वेलकम टु माई युट्युब च्यानल। साथीहरू, म अहिले पोर्ट ब्लेयर ह्याप्लक आइसल्यान्डमा छु र म गर्न जाँदैछु मेरो लाइफको सबैभन्दा डेन्जर अनि एक्सपिरियन्स स्कुबा डाइभिङ। साथीहरू, च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। स्कुबा डाइभिङ गर्नुभन्दा अगाडि ट्रेनिङ लिनुपर्छ साथीहरू। इन्स्ट्रक्टरले हामीलाई बेसिक कुरा सिकाउनुहुन्छ, जसमा म छोटो रूपमा प्रस्तुत गर्न चाहन्छु। 1. पानी मुनि कसरी सास फेर्ने। 2. इमर्जेन्सीमा के गर्ने र 3 मा ह्यान्ड सिग्नल। इन्स्ट्रक्टरहरूले हामीलाई सिग्नलहरू दिनुहुन्छ, त्यो चाहिँ हामीले बेसिक रूपमा सिक्नुपर्छ र हामीले ड्राइभिङ गर्न जाँदाखेरि के युज गर्ने हो त्यो हामीले युज गर्नुपर्छ, जसमा अक्सिजन ट्र्याक, मास्क, फिन्स, ज्याकेट एन्ड ग्लासको युज गर्नुपर्छ। यो सबै रेडी भएपछि म अलिकति नर्भस भए पनि थिएँ, तर एक्साइटेड झन् बढी थियो। साथीहरू, पहिलोपटक पानी मुनि जानु भनेको अलि डर लाग्दो रहेछ। मनमा प्रश्न आउँछ, के म सास लिन सक्छु त? तर इन्स्ट्रक्टरले भन्नुभयो, रिल्याक्स गर, सबै इजी हुन्छ। तब म रेडी भएँ ड्राइभ गर्न। वाउ! पानी मुनि पुगेपछि एकदमै फरक वर्ल्ड रहेछ। माछाहरू कलरफुल, किलरहरू जस्तो मुभीमा देखिन्छ त्यस्तै रियलमा देखेँ। म सास पनि आरामले लिइरहेको थिएँ। सुरुवातमा अलि स्टक लाग्यो, तर बिस्तारै नर्मल भएँ। यो एक्सपिरियन्स लाइफमा एकपटक त सबैले ट्राई गर्नुपर्ने हो। साथीहरू, माछाहरू एकदम नजिक आउँदा त झन् मजा आयो। वाउ! यो फिलिङ एक्सपिरियन्स गर्न गाह्रो छ, भिडियोले पनि फिल दिन सक्दैन। त्यसपछि मेरो ड्राइभ सकियो र म ह्याप्पी भएँ। पहिलोपटक डर सबै हरायो अनि कन्फिडेन्स बढ्यो। स्कुबा डाइभिङ भनेको डेन्जर भन्दा पनि सेफ रहेछ, यदि सही तरिकाले गरियो भने। साथी हो, यदि तपाईँहरूलाई पनि लाइफमा इन्जोय गर्न चाहनुहुन्छ भने स्कुबा डाइभिङ एकचोटि ट्राई गर्नुहोस्। र मेरो भ्लग मन परे लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनु होला भन्दै फेरि भेटौँला अर्को भ्लगमा। थ्याङ्क यू सो मच वाच माई भ्लग। बाई बाई, सी यू।